हामी आज हजुरहरूलाई साइन्स रिलेटेड एउटा टपिकको बारेमा केही कुरा भन्न गइरहेको छु र यसको टपिक रहेको छ फुड अफ न्युट्रिसन। अब हामी न्युट्रिसनलाई के भन्छौँ? न्युट्रिसन भनेको हुन्छ द प्याटर्न अफ टेकिङ फुड इज कल्ड मोड अफ न्युट्रिसन। अब हेर, सबैजना हामीहरूले जुन खाने जुन एउटा न्युट्रिसन हुन्छ यिनीहरूको तरिका फरक हुन्छ। कसैको अलग हुन्छ, कसैको सेम टु सेम हुन्छ। यसोको आधारमा हामी यसलाई 3 भागमा हामीहरू पढ्ने गर्छौँ, जसमा फर्स्टमा आउँछ अटोट्रोफिक न्युट्रिसन। यो भनेको आफ्नो खाना आफै बनाउने, यो अरूमा निर्भर हुँदैन है, आफ्नो खाना आफै बनाउँछ। फर इक्जाम्पल ग्रीन प्लान्ट, हरियो वनस्पतिहरू, हरियो बिरुवाहरूले आफ्नो खाना आफै बनाउँछ। फर्स्टमा यो हाल्यो। सेकेन्डमा छ हेटेरोट्रोफिक न्युट्रिसन। यो भनेपछि अरूमा डिपेन्ड हुने, जस्तो हामीहरू म्यान भइहाल्यो, हामीहरू डिपेन्डेन्ट छ अरूमा। जस्तो बियर भइहाल्यो, फोक्स भइहाल्यो, यिनीहरू डिपेन्डेन्ट छ अरू जनावर। फोक्स जस्तो भइहाल्यो गोठमा डिपेन्डेन्ट छ, बियरहरू भने अरू जनावर निर्भर छ। र त्यस्तै गरी लास्टमा आउँछ पारासाइटिक, यसलाई हामी परजीवी पनि भन्ने गर्छौँ, जो अरू जनावरहरूको ब्लडलाई या अरूमा निर्भर हुन्छ। अरू जनावरहरूको ब्लड चुसेर यिनीहरू सकिङको काम गर्छ, चुस्ने काम गर्छ। र अझै हामीहरू यसमा डिटेलमा योको के इक्जाम्पलहरू छ नेक्स्ट भिडियोमा भन्नेछौँ। र म मेरो यो युट्युब च्यानललाई हजुरलाई राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला। अनि हामीहरू नेक्स्ट भिडियोमा योभन्दा अगाडि केही नयाँ टपिक लिएर, साइन्सै रिलेटेड नयाँ टपिक लिएर आउनेछु। आजको लागि धन्यवाद।